एकीकृत विकास केन्द्र नेपाल 3 गते शुक्रबार हुन लागेको एकीकृत पौरख सम्मान 2059 को अभिवन्दना समर्पण तथा विभिन्न 3 पुस्तकहरूको सार्वजनिकीकरण समारोहमा आयोजक संस्थाका तर्फबाट म गङ्गाराम गर्तुला सर्वप्रथम सबैमा हार्दिक स्वागत गर्दछु। र यात्रा निबन्धकार घनश्यामराज कर्णिकार, समाजसेवी किरण विक्रम थापा, गीतकार पुष्पलता आचार्य, फोटोग्राफर हरिगोपाल प्रधान, पत्रकार आरके धर्मस्थली र उद्यमी मणिराज कायस्थज्यूलाई एकीकृत पौरख सम्मान 2059 द्वारा अभिवन्दना गरिनेछ एवं हरिमञ्जुश्रीद्वारा सम्पादित कृष्णप्रसाद चालिसे स्मृति ग्रन्थ गीता मञ्जुश्रीद्वारा सम्पादित 7 पौरखीहरू र आरसी भिरैद्वारा लिखित गीत संग्रह चर्किएको घाउलाई सार्वजनिक गरिनेछ। सदस्य डाक्टर स्वामी प्रपन्नाचार्यज्यूमा आजको कार्यक्रमको प्रमुख आतिथ्य ग्रहण गरिदिनु म विनम्रतापूर्वक आग्रह गर्दछु। आसन ग्रहणकै क्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सभापति श्रीलाई मञ्चमा आई आसन ग्रहण गरिदिनु आग्रह गर्दछु। समालोचक तथा गीतकार श्री कृष्णहरि बराज्यूलाई मञ्चमा आई आसन ग्रहण गरिदिनु आग्रह गर्दछु। आयोजक संस्थाका अध्यक्ष श्री हरिमञ्जुश्रीज्यूलाई आग्रह गर्दछु। आसनका तर्फबाट स्वागत अभिवादन गरिदिनुहुन 2वटा कविता संग्रह प्रकाशित गरिसकेकी बाल कवयित्री रश्मि मञ्जुश्री अधिकारीलाई आग्रह गर्दछु। श्याम अधिकारीज्यूलाई आग्रह गर्दछु। जना इमानदार पौरखीहरूलाई प्रदान गरिँदैछ। यो अहिले यहाँले थाहा पनि पाएको हो र अझ विस्तृत प्रस्तुत गरिरहेछ। यात्रा निबन्धकार घनश्यामराज कर्णिकार, पुष्पलता आचार्य, फोटोग्राफर हरिगोपाल प्रधान, पत्रकार आरके धर्मस्थली र उद्यमी मणिराज कायस्थलाई एकीकृत पौरख सम्मान 2059 द्वारा अभिनन्दित गरिने हुनाले उहाँहरूको अभिनन्दन कार्यक्रममा यहाँहरूलाई स्वागत गरिएको हामीले सम्मान गरेको हो। उहाँहरूले अरू कुरो गर्नुहुन्न भनेर भन्न खोजेको पनि होइन। हुन चाहिँ 2007 सालका प्रजातन्त्र सेनानी कृष्णप्रसाद चालिसेको योगदानलाई जीवन्त राख्नका निम्ति यस संस्थाका अध्यक्ष हरिमञ्जुश्रीले
सम्पादन गर्नुभएको र यस संस्थाद्वारा प्रकाशन निबन्धना गरिने इमान्दार प्रवक्ताहरू 7 जनाको सङ्घर्षपूर्ण गाथा समेटेर विभिन्न लेखकहरूद्वारा लेखी गीता मन्जुश्रीद्वारा सम्पादन गरिएको र गुमा निरुला अधिकारीद्वारा प्रकाशन गरिएको पुस्तिका 7 प्रवक्ताहरूलाई पनि हालै सार्वजनिक गरिनेछ। यस संस्थाका सदस्य नवकार आरसी विरहीद्वारा लिखित गीत सङ्ग्रह साहित्यको घाउ पनि आजै यहाँ सार्वजनिक गर्ने कार्यक्रम छ। हाम्रो यसरी तीनवटा मुख्य कार्यक्रमहरूको लागि यहाँ यो समारोहमा सबै विद्यालय विशेष साहित्यकार पुस्तकहरूको सार्वजनिकीकरण गर्ने क्रममा सर्वप्रथम हरि मन्जुश्रीद्वारा सम्पादित कृष्णप्रसाद चालिसे स्मृति ग्रन्थलाई अब गीता मन्जुश्रीद्वारा सम्पादित यसपछि नवगीतकार आरसी विरहीद्वारा लिखित पूर्वक आग्रह गर्दछु। प्रमुख अतिथि डाक्टर मञ्चमा आसीन अतिथिज्यूहरू, यस समारोहमा 2 वर्ष अघि मात्र स्थापना भएको एकीकृत विकास केन्द्र नेपाल नामक हाम्रो संस्था सामाजिक र साहित्यिक संस्था हो। काभ्रे जिल्लाको बनेपामा रहेको भए तापनि यस संस्थाले राष्ट्रिय स्तरका थुप्रै कार्यक्रमहरू गरिसकेको छ र अझै पनि गर्ने लक्ष्य लिएको छ। राष्ट्रको विकासमा योगदान दिएका व्यक्तिहरूको सम्मान गर्ने, विभिन्न प्रकारका प्रशिक्षणहरू दिलाउने आदि लगायतका सामाजिक कार्यहरू गरिरहेको यो संस्थाले विभिन्न क्षेत्रमा अनुसन्धान गराउने र विविध पुस्तकहरूको प्रकाशन गर्ने काम पनि गरिरहेको छ। आजको समारोहमा अभिवन्दना गर्न हो। आफ्नो इमान्दारी, आदर्श, निष्ठा र नैतिक चरित्रलाई पतन गराएर निजी स्वार्थका निम्ति राष्ट्र र राष्ट्रवासीलाई धोका दिन सक्ने व्यक्तिहरूको सङ्ख्यामा वृद्धि भइरहेको वर्तमान परिप्रेक्ष्यमा आफ्नो इमान्दारीपूर्ण गौरवबाट राष्ट्रमा उदाहरणीय व्यक्तित्व बन्न सफल हुनु अत्यन्त चुनौतीपूर्ण कार्य हो। वास्तवमा हाम्रो राष्ट्रको विकास गराइरहेका छन्। उनीहरूको सङ्घर्षपूर्ण गाथा अरूका निम्ति प्रेरणादायी छ र उनीहरू सफल पनि मानिन्छन्। सफल व्यक्ति बन्नका निम्ति नैतिक रूपमा चरित्रहीन पनि कुकर्म गरिरहनु पर्दैन भने आज अभिवन्दित लाग्न भएका पौरखीहरूले आफ्नो आदर्श र निष्ठाको व्यापार गर्नु भएन। आफ्नो चरित्र र नैतिकतालाई ढिलानीमा चढाउनु भएन। अभिवन्दनीय हुनुहुन्छ भन्ने हाम्रो ठहर छ। आज अभिवन्दना गर्न लागेका पौरखीहरूको पौरख स्पष्ट हुने गरी 7 पौरखीहरू नामक पुस्तिका पनि तयार पारिएको छ। यो पुस्तिकाको प्रकाशन र अभिवन्दनाको कार्यक्रमपछि यस्ता पौरखीहरू हाम्रो राष्ट्रमा अरू पनि जन्मिन र देखिन सकुन् भन्ने हाम्रो अभिलाषा छ। धन्यवाद।
एकीकृत विकास केन्द्र नेपाल बनेपा 10 काबी एकीकृत पौरख सम्मान 2056 निरंकुश राणा शासनका विरुद्ध प्रजातन्त्रका निम्ति 2004 सालदेखि नै सङ्घर्षरत रही 2007 सालको ऐतिहासिक जनक्रान्तिलाई सफल पार्न अहम भूमिका पूरा गर्नुभएको र विभिन्न प्रकारका चुनौती र व्यवधानहरूलाई दृढताका साथ साहसपूर्वक सामना गर्दै प्रजातन्त्रको स्थापना र जनाधिकारको रक्षा गर्नका निम्ति आफ्नो इमानदारीपूर्ण सङ्घर्षबाट उदाहरणीय व्यक्तित्व बन्न सफल हुनुभएकोमा क्रान्ति पुरुष स्वर्गीय कृष्ण प्रसाद चालिसेज्यूलाई मरणोपरान्त एकीकृत पौरख सम्मान 2056 द्वारा सादर अभिवन्दना गर्दछौँ। एकीकृत पौरख सम्मान 2059 साहित्यिक क्षेत्रमा सक्रिय रहँदै पनि आफ्नो जीवनको हालसम्मको श्रम, सिप, पुँजी र समय नेपालको पहिलो पाउरोटी उद्योग कृष्ण पाउरोटी भण्डारका निम्ति समर्पित गरी विभिन्न व्यवधानहरूलाई साहसपूर्वक सामना गर्दै आफ्नो इमानदारीपूर्ण सङ्घर्ष र पौरखबाट उदाहरणीय व्यावसायिक व्यक्तित्व बन्न सफल हुनुभएकोमा आदर्शवान उद्यमी श्री घनश्याम राज कणिकारज्यूलाई एकीकृत पौरख सम्मान 2059 द्वारा सादर अभिवन्दना गर्दछौँ। आफ्नो जीवनको हालसम्मको श्रम, सिप, पुँजी र समय यातायात व्यवसायको क्षेत्रमा समर्पित गरी विभिन्न चुनौतीहरू आइरहने अत्यन्त कठिन दिनहरूलाई साहसका साथ दृढतापूर्वक सामना गर्दै आफ्नो इमानदारीपूर्ण सङ्घर्ष र पौरखबाट उदाहरणले व्यावसायिक व्यक्तित्व बन्न सफल हुनुभएकोमा तस्बिरकारी यातायात सेवा प्रणालीका आदर्शवान व्यवसायी श्री किरण विक्रम थापाज्यूलाई एकीकृत पौरख सम्मान 2059 द्वारा सादर अभिवन्दना गर्छ। क्षेत्रमा सक्रिय रहँदै पनि विभिन्न व्यवधानहरूलाई साहसपूर्वक सामना गर्दै आफ्नो श्रम, सिप, पुँजी र समय भजन, लोकगीत, आधुनिक गीत र दोहोरी गीतको लेखन, प्रकाशन र क्यासेट एल्बमको उत्पादनका निम्ति समेत समर्पित गरी उदाहरणीय व्यक्तित्व बन्न सफल हुनुभएकोमा गीतकार श्रीमती पुष्पलता आचार्यज्यूलाई एकीकृत पौरख सम्मान 2059 द्वारा सादर अभिवन्दना गर्दछौँ। अध्यक्ष एकीकृत विकास केन्द्र नेपाल बनेपा 10 काबी एकीकृत पौरख सम्मान 2059 पत्रकारिता र फोटोग्राफीका क्षेत्रमा सक्रिय रहँदै पनि आफ्नो जीवनको हालसम्मको श्रम, सिप, पुँजी र समय पर्यटन व्यवसायको क्षेत्रमा समर्पित गरी विभिन्न चुनौतीहरू आइरहने अत्यन्त कठिन दिनहरूलाई साहसपूर्वक सामना गर्दै आफ्नो इमानदारीपूर्ण सङ्घर्ष र पौरखबाट उदाहरणीय व्यावसायिक व्यक्तित्व बन्न सफल हुनुभएकोमा भिजिट नेपाल ट्राभल हरिमन्दिर एकीकृत विकास केन्द्र नेपाल सभापति दिनाङ्क 3 माघ 2059 प्रमुख अतिथि डाक्टर स्वामी प्रपन्नाचार्य सदस्य राज परिषद स्थायी समिति साहित्य र पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै पनि आफ्नो श्रम, सिप, पुँजी र समय विजयश्री प्रिन्टिङ प्रेसका निम्ति समर्पित गरी विभिन्न प्रकारका चुनौती र व्यवधानहरूलाई दृढताका साथ साहसपूर्वक सामना गर्दै आफ्नो इमानदारीपूर्ण सङ्घर्ष र पौरखबाट उदाहरणीय व्यावसायिक व्यक्तित्व बन्न सफल हुनुभएकोमा आदर्शवान व्यवसायी श्री आर.के. धर्मस्थलीज्यूलाई एकीकृत पौरख सम्मान 2059 द्वारा सादर अभिवन्दना गर्दछौँ। जिल्लाको बनेपामा स्थापित कबाब मसला उद्योगका निम्ति विगत 1 दशकभन्दा अगाडिदेखि आफ्नो श्रम, सिप, पुँजी र समय समर्पित गरी विभिन्न प्रकारका चुनौती र व्यवधानहरूलाई दृढताका साथ साहसपूर्वक सामना गर्दै आफ्नो इमानदारीपूर्ण सङ्घर्ष र पौरखबाट उदाहरणले व्यावसायिक व्यक्तित्व बन्न सफल हुनुभएकोमा आदर्शवान उद्यमी श्री मणिराज कायस्थज्यूलाई एकीकृत पौरख आजको समारोहमा अभिवन्दित इमानदार पौरखीहरूलाई इमानदार पौरखी बन्नमा आत्मबल प्रदान गर्नुहुने व्यक्तित्वलाई उपहार प्रदान गरिने कार्यक्रम पनि छ। त्यसैले अब म पुनः आसन ग्रहणको क्रमलाई अघि बढाउँछु। सर्वप्रथम स्वर्गीय कृष्ण प्रसाद चालिसेज्यूको ज्यूकी सहधर्मिणी श्रीमती सानो चालिसेज्यू उहाँ अस्वस्थ हुनुभएकाले उहाँका तर्फबाट उहाँकी सुपुत्री सुश्री मन्दा चालिसेज्यूलाई घनश्याम राज कर्णिकार ज्यूकी सहधर्मिणी श्रीमती
थापाज्यू, श्रीमती पुष्पलता आचार्यज्यूकी माता श्री हरिगोपाल प्रधानज्यूकी सहधर्मी स्वर्गीय कृष्णप्रसाद चालिसेज्यूकी सहकर्मिनी श्रीमती सानु चालिसेज्यू अस्वस्थ हुनुभएकाले उहाँका तर्फबाट आउनुहुने उहाँकी सुपुत्री सुश्री मन्दा चालिसेज्यूलाई युगला प्रकाशन बनेपाका तर्फबाट उपहार प्रदान गरिदिनु हुन श्री भुवन अधिकारीज्यूलाई आग्रह गर्दछु। शान्ता राजकर्णिकाज्यूलाई नेपाल सुनचाँदी व्यवसायी सङ्घ कार्य शाखा बनेपाका तर्फबाट उपहार प्रदान गरिदिनु हुन उक्त संस्थाका सचिव तथा यस संस्थाका उपाध्यक्ष श्री सोमकाजी साकेज्यूलाई आग्रह गर्दछु। श्रीज्यूलाई आग्रह गर्दछु। सम्मानित व्यक्तित्व श्रीमती पुष्पलता आचार्यकी माताश्री श्रीमती देवी नेउपानेज्यूलाई केबी सेक्रेटरियल एन्ड पेजर्सका तर्फ अभिवादित व्यक्तित्व श्री मञ्जुश्रीज्यूलाई आग्रह गर्दछु। अभिवादित व्यक्तित्व श्री मणिराज कायस्थज्यूकी सहकर्मी श्रीमती सड़क अध्यक्ष श्री उद्धव प्रसाद नेपालीलाई आग्रह गर्दछु। आज शाखा सम्पादक श्रीमती गीता मञ्जुश्रीज्यूलाई आग्रह गर्दछु। यसपछि अभिवादित व्यक्तित्वका तर्फबाट मन्तव्य व्यक्त गरिदिनु हुन अभिवादित व्यक्तित्व समाजसेवी श्री किरण विक्रम थापाज्यूलाई आग्रह गर्दछु। पत्रकार महासङ्घका सभापतिज्यू, मञ्चमा आसीन हुनुभएका विशिष्ट व्यक्तित्वहरू, आज सम्मानित साथीहरू, पत्रकार बन्धुहरू तथा उपस्थित सम्पूर्ण समुदायप्रति म हार्दिक अभिवादन व्यक्त गर्दछु। आफ्नो सारा जीवन समर्पण गर्नुभएका श्रद्धेय प्रेरणादायी व्यक्तित्वहरू यहाँ हुनुहुन्छ। उहाँहरूको उपस्थितिमा सम्मानित हुँदा कसो कसो असिजिलो पनि भएको छ मलाई। हरि मञ्जुश्रीजीले जब यो प्रस्ताव लिएर मका आउनुभएको थियो, सुरुमा मलाई यो स्वीकार गर्न गाह्रो पर्यो, किनभने मैले खासै आफूले त्यस्तो केही सामाजिक योगदान गरेको जस्तो ठानेको छुइनँ। मात्र स्वाभाविक रूपमा आफ्नो समाजप्रतिको उत्तरदायित्व, त्यो पनि आफूलाई अनुकूल परेको बेलामा निर्वाह गर्ने प्रयास मात्र गरेको हुन्थ्यो। विभिन्न सामाजिक क्षेत्रमा जोडिएका मानिसहरू यदि ती आफ्ना कारोबारका सबै पक्षहरू पारदर्शी रूपमा राम्ररी राखी भोलि कोहीले जान्न चाहेमा निर्धक्क भएर देखाउन सक्नुपर्दछ। त्यसैले पनि स्वर्गीय बोज्यूलाई स्मरण गर्दै आफ्ना सुख दुःखका गाथाहरूलाई समाजमा यथार्थ रूपमा राख्ने ठुलो अवसरको रूपमा पाएकोले मैले यसलाई खुसी साथ स्वीकार गरेको हुँ। मैले इमान्दारीका साथ सबै बसेको छु। यहाँहरूले हेरिदिनु हुनेछ भनी विश्वास लिएको छु। अब म यहाँ समाज सेवा, व्यावसायिक आदर्श र मानव जीवनको बारेमा छोटकरीमा आफूलाई लागेका केही कुराहरू निवेदन गर्न अनुमति चाहन्छु। खेती गर्दा गर्दै, व्यापार गर्दा गर्दै जागिर छोराको रूपमा, दाजुको रूपमा, भाइको रूपमा, अर्थात् पारिवारिक सम्बन्धको आधारमा आफ्ना पारिवारिक दायित्वहरू पुरा गर्छौँ। जसरी हामी एउटा व्यवसायीको रूपमा आफ्ना व्यावसायिक दायित्वहरू निर्वाह गर्छौँ, ती र यस्तै दायित्वमध्ये सामाजिक कार्यहरू पनि समाजबाटै समाजबाटै पाउँछौँ। यस अर्थमा पनि यो हाम्रो कर्तव्यभित्र पर्न जान्छ। अत कर्तव्य निर्वाह गर्ने कामलाई हामी समाजसेवा गर्दैछौँ या हामी समाजसेवी हौँ भनेर ठुलै आवरण दिनु जरुरी छ जस्तो मलाई लाग्दैन। त्यो आफ्नो उत्तरदायित्वभित्र पर्ने एउटा पवित्र यज्ञ हो, जसमा जसले जसरी जहिले जे जति सहयोग पुर्याए पनि हुन्छ, तर समय सापेक्ष बनाउने क्रममा यसको स्वरूप, आकार, प्रकार र मान्यताहरूलाई परिवर्तित गर्दै लानुपर्छ भन्ने मेरो मान्यता रहेको छ। भए पनि वहन गर्नुपर्ने हुन्छ जस्तो मलाई लाग्छ। आजको अभिवन्दना
व्यावसायिक सफलतासँग भएर ख्याल गर्नु। उसको सामाजिक परिवेश नै यस्तो छ कि कसैले इमान्दारीपूर्वक परिश्रम गरेर केही गर्दैछ भनेलाई त बिल्कुलै ओझेलमा पार्यौँ कि आजका तमाम समस्याको मूल चुरो यसैभित्र लुकेको छ। जीवनका कुरा यसलाई यसरी परिभाषित गर्दा पनि हुन्छ जस्तो मलाई लाग्छ, जसरी परिभाषित गर्दा पनि हुन्छ जस्तो मलाई लाग्छ। मेरो विचारमा मान्छेले जीवनलाई सरल रूपमा मात्र बुझ्दा पुग्छ, यसलाई केही गुनासो नै छैनन्। मेरा यी मान्यताहरूभित्र आज सम्मानित अन्य आदरणीय साथीहरूको पनि भन्ने अनुरोधका साथ बिदा हुन्छु। धन्यवाद। एकीकृत विकास केन्द्र नेपालको प्रकाशन कार्यप्रति सचेत रहेर उपयुक्त समयमा छिटो, सस्तो र स्तरीय छपाई गरी सदैव व्यावसायिक इमान्दारी प्रस्तुत गरेकोमा हार्दिक आभार व्यक्त गर्दै आजको समारोहमा काठमाडौँ बागबजार स्थित आज सार्वजनिक गरिएको कृष्णप्रसाद चालिसे स्मृति ग्रन्थका विषयमा टिप्पणी गरिदिनुमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सभापति श्री तारानाथ दाजुलाई आज मञ्चमा आसीन विशिष्ट विद्वानहरू, आज यस कार्यक्रममा पौरखी सम्मानद्वारा सम्मानित हुनुहुने विशिष्ट महानुभावहरू र समारोहमा उपस्थित महानुभावहरू, वास्तवमा आज पत्रकार, कवि, लेखक हरिमञ्जुश्रीजीको सक्रियतामा एउटा भव्य र व्यापक विषय समेटिएको यो कार्यक्रम यहाँ भइराखेको छ र यो कार्यक्रमको सबै पक्षमा म आफूलाई केन्द्रित गर्न चाहन्न र मलाई जिम्मा दिएको छ स्वर्गीय कृष्णप्रसाद चालिसेज्यूका सम्बन्धमा प्रकाशित ग्रन्थ कृष्णप्रसाद चालिसे स्मृति ग्रन्थका बारेमा केही कुरा बोलिदिन र म ज्ञापन गर्न चाहन्छु र उहाँहरूको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु। र आज यस समारोहमा सम्मानित हुनुहुने महानुभावहरूमध्ये दुईजना मेरा अत्यन्त प्रिय साथीहरू पनि हुनुहुन्छ, हरिगोपालजी र आरके धर्मस्थलीजी। म उहाँहरूलाई पनि हार्दिक विशेष बधाई ज्ञापन गर्न चाहन्छु। प्रस्तुत मलाई लागेको छ, किनभने वस्तु बनाएर लेख्दाखेरि जहिले पनि ठुलाकै बारेमा लेख्छौँ र त्यसैले यो आफैमा एउटा विशिष्ट योगदान हो। ग्रन्थभित्र नपसिकन पनि यसलाई मुरी प्रशंसा गर्न सकिन्छ र यो नेपाली इतिहासकै लागि एउटा अमूल्य उपलब्धि हो यो ग्रन्थ भन्ने मलाई लागेको छ। सङ्गत मेरो छैन, तर पनि म उहाँलाई चिन्थेँ। एउटा पालिसे 2003 सालदेखि नेपालको राजनीतिमा संलग्न भएर राजनीतिक कार्यकर्ताका रूपमा राजनीतिक विचारलाई, राजनीतिक आस्थालाई उहाँले एकाकार गरेर सङ्घर्षलाई अगाडि बढाउनु। त्यस्तो व्यक्तिका बारेमा उहाँका सहयोद्धाहरूको, सङ्गतिहरूको, उहाँलाई चिन्ने, उहाँलाई नजिकबाट चिन्ने नेताहरूको र उहाँका आफन्तहरूको गरी यसमा 31 वटा रचनाहरू यो पुस्तकमा छन्। त्यसबाहेक स्वर्गीय चालिसेले आफ्नै लेख्नुभएका 2 वटा रचनाहरू पनि यसमा छन् र यसमा केही कविताहरू पनि छन्। यसरी यो ग्रन्थ 2 खण्डमा विभाजित छ। पहिलो खण्डमा उहाँका बारेमा विभिन्न व्यक्तित्वहरूले लेख्नु भएको संस्मरण छ। समकालीन प्रजातान्त्रिक आन्दोलनको चर्चा गरिएको छ 2003 देखि आजसम्मको। दोस्रो खण्डमा उहाँले भोग्नुभएका सङ्घर्षका कथाहरू उहाँको आफ्नै शब्दहरूमा छन् र यसमा नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र आदरणीय डाक्टर स्वामी प्रपन्नाचार्यज्यूका शुभकामनाहरू छन्। कृष्णप्रसाद चालिसेलाई लेखिएका केही चिठीहरू छन्, तस्बिरहरू छन्। यसरी यो ग्रन्थ समग्रमा चालिसेको व्यक्तित्वमाथि प्रकाश पारिएको छ। उहाँका आफ्नै अनुभूतिहरू, उहाँका आफ्नै कथाहरू पनि यसमा समेटिएको छ र उहाँका बारेमा थुप्रै जानकारीहरू यसमा दिइएको छ। त्यसैले यो ग्रन्थ एक किसिमले एउटा पूर्ण आकारमा आएको छ। यति हुँदाहुँदै पनि यो ग्रन्थको सबैभन्दा ठुलो विशेषता मैले अघि उल्लेख गरे जस्तै एउटा प्रगतिशील कार्यकर्ता हुँदो रहेछ र त्यो छायामा परिराखेको
अँध्यारोमा परिराखेको महत्त्वहीन भएर कसैले उल्लेख नगर्ने त्यस्ता धेरै कार्यकर्ताहरूको योगदान कुन किसिमको हुँदो रहेछ भन्ने कुरा यसले उजागर गर्न सकेको छ। र यसमा यो सँगसँगै नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासका कतिपय खुल्न नसकेका तथ्यहरू पनि यसले सार्वजनिक गरेको छ। राष्ट्रिय काङ्ग्रेसको गठनदेखि 2007 सालको जनक्रान्तिमा कति मानिसहरूले कुन किसिमले योगदान दिए, काठमाडौँ उपत्यकामा जनक्रान्तिलाई सञ्चालन गर्दाखेरि कुन किसिमले सङ्गठनहरू भूमिगत रूपमा विकास गरियो, त्यसपछि काठमाडौँ उपत्यकामा प्रजातान्त्रिक आन्दोलनलाई अगाडि बढाउने नेपाली काङ्ग्रेस पार्टीको सङ्गठनलाई कुन रूपमा स्थापित गरियो देखि लिएर आएर पछिल्लो घटनाक्रममा 2046 सालको जनआन्दोलन र त्यो जनआन्दोलन पछि प्राप्त प्रजातन्त्रको अभ्यासका क्रममा भएका विकृति विसङ्गतिहरू कसरी राजनीतिमा गलत मानिसहरू हाबी हुँदै गए, सङ्घर्षशील मानिसहरू पछाडि फ्याँकिँदै गए र अन्ततः प्रजातन्त्र कुन रूपमा आउनका पछाडि के कारणहरू भए भन्ने कुराहरूलाई पनि यसमा व्यक्त भएका अभिव्यक्तिहरूले, यसमा लेखिएका विश्लेषणहरूले हामीलाई छर्लङ्ग पार्दछ भन्ने मलाई विश्वास छ। र एउटा प्रजातान्त्रिक आन्दोलनको योद्धा सधैँभरि सङ्घर्षका नाउँमा एउटा प्रतिपक्षीय राजनीति मात्रै पनि गर्दैन, जनतालाई साथमा लिएर समय परिस्थिति अनुसार चल्दै जानुपर्छ भन्ने कुरामा यसमा उल्लेख भएको छ। 2007 सालको जनक्रान्तिका सिपाहीहरू प्रजातान्त्रिक योद्धा कथाहरूलाई यसमा ल्याएको छ। त्यस हिसाबले यो ग्रन्थ नेपाली इतिहासको एउटा अमूल्य ग्रन्थका रूपमा रहने विश्वासका साथ म यहाँहरूसँग बिदा हुन चाहन्छु। धन्यवाद। प्रमुख अतिथिज्यू, आज अभिबन्धित आफ्नो क्षेत्रमा विशिष्ट योगदान गर्नुहुने सज्जनहरू, पत्रकार सङ्घका केन्द्रीय समितिका सभापति श्री तारनाथज्यू र मित्र पौडेलज्यू, बरालज्यू, कृष्णहरि बरालज्यू र उपस्थित भद्र महिला तथा सज्जन प्रेम। र आज एउटा बहुआयामिक बहुमुखी कार्यक्रम यहाँ रमाइलो वातावरणमा सम्पन्न भएको छ। त्यस चर्चा गर्नुभयो, व्याख्या गर्नुभयो, त्यो अध्ययनपूर्वक नै गर्नुभएको छ र निकै महत्त्वपूर्ण चर्चा उहाँले गर्नुभयो जस्तो मलाई लाग्यो। र कृष्णप्रसाद चालिसँग मेरो 30 वर्षसम्म चाहिँ नजिकैको सम्बन्ध भयो। हुन त म एउटा पहाडको ओखलढुङ्गामा जन्मिएर हुर्केको र यहाँ आएको, अध्ययनको क्रममा आएको व्यक्ति र परिस्थितिले उहाँ काठमाडौँमै जन्मनु भएको, हुर्कनु भएको व्यक्ति र प्रजातान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय भएर उहाँ राजनीतिमा चाहिँ लाग्नु भएको व्यक्ति, तर म राजनीतिभन्दा अलि टाढा रहेको व्यक्ति। तर यस्तो यस्तो व्यक्तिका बीच पनि समन्वय हुँदो रहेछ, सम्बन्ध हुँदो रहेछ भन्ने कुरा मेरा केही संस्मरणहरू मैले यस ग्रन्थमा पनि लेखेको छु। इमान्दारीपूर्वक काम गर्दाखेरि गाउँका हाम्रा, म त यहाँ मेरो घर पनि थिएन, बास पनि थिएन। त्यस्तो परिस्थितिमा म यहाँ आएको बेला गाउँबाट धेरैले मलाई चाहिँ मेरो गाउँमा चाहिँ यहाँ भडेरी लिनुहोस् अथवा सित्तै पनि दिन्छौँ भन्ने किसिमका पनि चाहिँ मानिसहरू थिए। तर मैले पनि धेरैतिर छानबिन गर्दाखेरि कहीँ पनि त्यति भएन, सित्तै त म लिन्न मेरो स्वभावले। र उहाँ अत्यन्त भद्र शिष्ट। फेरि के हुन्छ भने मानिसले सकेसम्म त्यो अनुसार निरन्तर यो कुनै विषयमा लागेपछि समर्पित भएर चाहिँ उहाँ लाग्नुहुन्थ्यो र त्यस किसिमबाट सबैको भलाइमै उहाँको जीवन चाहिँ समर्पित चाहिँ रह्यो। बाधा पऱ्यो, मुद्दा मामिला परे अथवा कसैदेखि उहाँ नै अगुवा चाहिँ भएर हेरविचार गरिदिनुहुन्थ्यो, न्याय दिनको लागि चाहिँ अगाडि सर्नुहुन्थ्यो र कसैलाई पनि बिचार एउटा महत्त्वपूर्ण योगदान चाहिँ उहाँले चाहिँ गर्नुभयो। र यसै क्रममा अहिले उहाँका सुपुत्रहरूले पनि चासो राख्नुभयो, बृहस्पति चालिसे लगायत जनार्दन चालिसेहरूले पनि चाहिँ चासो राख्नुभयो। आज अभिबन्धित हुने अरू 6 जना हुनुहुन्छ।
अब उहाँहरू 6 जनाकै बारेमा मैले बोल्न खोजेँ भने फेरि अप्ठ्यारो पर्छ मलाई त होला, किनभने उहाँहरूले त आफ्नो क्षेत्रमा बसेर साधना गर्नुभयो, तपस्या गर्नुभयो। अरू एउटा त्यो कदर गर्ने व्यक्तिहरूले चाहिँ गर्छन्, कदर गर्ने संस्थाहरूले गर्छन्। त्यो संस्था चाहिँ आज त्यो संस्थाबाट चाहिँ उहाँहरू सम्मानित हुनुभएको छ। तर के हुन्छ भने सूर्यलाई आरती बालेर पूजा गरिन्छ, तर सूर्यलाई के भने बत्तीको त आवश्यकता हुँदैन, त्यो चाहिँ समुद्रलाई पानीको आवश्यकता हुँदैन। त्यसो भएको हुनाले त्यो अर्चना उहाँहरूले स्वीकार गर्नुभयो। सबैप्रति म हार्दिक बधाई ज्ञापन गर्दछु र बिदा हुन्छु। धन्यवाद। सार्वजनिक गरिएका 3वटा कृतिहरूमध्ये रु 100 मूल्य पर्ने कृष्णप्रसाद चालिसे स्मृति ग्रन्थ र रु 10 मूल्य पर्ने 7 पौरखीहरू गरी रु 110 मूल्यका 2वटा कृतिहरू आजको समारोहमा निःशुल्क वितरण गरिएको छ। यिनै निर्णय भएको छ। तर त्यो पुस्तकको मूल्य निर्धारण गर्ने जिम्मा चाहिँ उपस्थित महानुभावहरूलाई नै दिएको छ। उपस्थित सम्पूर्ण महानुभावहरू समक्ष चर्किएको घाउ गीत सङ्ग्रहका गीतकार आरसी बिरही आफ्नो पुस्तक लिएर आउनुहुनेछ। यो पुस्तकका लागि तपाईहरूले शुल्क तिर्नुपर्नेछ, तर शुल्क आफ्नो इच्छा अनुसार तिर्न सक्नुहुनेछ। साहित्यिक कृतिलाई केवल मूल्यसँग मात्र जोड्न या मूल्यको आधारले मात्र मूल्याङ्कन गर्न नमिल्ने हुनाले यो पुस्तकको मूल्य निर्धारण तपाईँको विवेकबाटै होस् भन्ने चाहना यो संस्थाले राखेको हो। नहुनेले नकिन पनि सक्नुहुनेछ। नेपाली परिवेशको वर्तमान साहित्यिक बजारमा आदरणीय सभापतिज्यू, प्रमुख अतिथिज्यू, सम्मानित व्यक्तित्वहरू, स्थित साहित्य प्रेमी समाजसेवी व्यक्तित्वहरू, आजको सभा सधैँभन्दा अलि भिन्न भिन्न लाग्यो मलाई। एउटा भिन्नता के हो भने हामी एउटा मान्छे अर्को मान्छेभन्दा अलिक ट्र्याकबाट भिन्न थियौँ जस्तो लाग्छ। यो आउट अफ ट्र्याक कार्यक्रम चल्छ नि टेलिभिजनमा कहिलेकाहीँ, हिजो आज यसो देख्न पाइयो। मैले यहाँ सम्मानित व्यक्तित्वहरूमा पुष्पलताजीलाई एउटा गीतकारको नाताले चिनेको थिएँ, किरणजीलाई पनि मैले एउटा आफ्नो जिल्लावासीको रूपमा चिनेको थिएँ, घनश्यामज्यूलाई पनि मैले चिनेको थिएँ एउटा निबन्धकार संस्करणकारका रूपमा। कतिपय व्यक्तित्वहरू मेरो ट्र्याकभन्दा बाहिर हुनुहुन्थ्यो, बराबर हुन्छ। त उहाँहरू जसले प्रेरणा दिएको छ आफ्नो श्रीमानमा छ, पर्दा पछाडि छोपिएर त्यहाँ बसेको छ, के छ मलाई लाग्छ त्यो उहाँहरूलाई पनि थाहा छैन के छ। घरमा गएर मात्रै यो रहस्योद्घाटन हुन्छ, हामीले बुझ्न पाउने छैनौँ। त्यो रहस्य भित्र बसेको कुरा अझ बढ्दा महत्त्वपूर्ण छ भन्ने मलाई लागेको छ। म स्वामी प्रपन्नाचार्यज्यू हुनुहुन्छ, यो ठुलो कुरा हो। हामीले उहाँहरूसँग नजिक बस्दा पनि एउटा चाहिँ गौरवान्वित गर्नुपर्ने अवस्था छ। र म यहाँ अहिले उभिएको छु आरसी बिरहीज्यूको एउटा कृति या गीत सङ्ग्रहको बारेमा केही भन्न। किताब आइसकेको छैन, यहाँ विमोचन चाहिँ भइसक्यो, यहाँ छैन, म एकचोटि देखाउँ। अनि वास्तवमा यो सृजनात्मक पुस्तकहरू अलि बाहिर झिलिमिली हुनुपर्ने हो जस्तो पनि लाग्यो। तर के गर्ने, कुरो चाहिँ यहाँ पैसाको छ। हिजो आजको माहौल कस्तो भइदियो भन्नुहुन्छ भने नयाँ नयाँ किसिमका प्रतिभाशाली कविहरूको स्थान बहुतै कम्ती छ। आयोजना गरेको जुनसुकै पनि कार्यक्रममा प्रमुख आतिथ्य ग्रहण गरिदिनु हुने हाम्रा अग्रज व्यक्तित्वहरू, महान व्यक्तित्वहरूलाई हामीले त्यही समारोहमा कृतज्ञता पत्र प्रदान गर्ने गरेका छौँ। र आजको समारोहको प्रमुख आतिथ्य ग्रहण गरिदिनु भएकोमा राजपक्ष स्थायी समितिका सम्माननीय सदस्य डाक्टर स्वामी प्रपन्नाचार्यज्यूमा पनि हामी कृतज्ञता पत्र प्रदान गर्दछौँ। मैले पढेर सुनाउँछु। एकीकृत विकास केन्द्र नेपाल गौतम मार्ग बनिपथ 10 काभ्रे कृतज्ञता पत्र। यस संस्थाको आग्रहलाई हार्दिकतापूर्वक स्वीकार गरेर यस संस्थाद्वारा आयोजित एकीकृत पौरख सम्मान 2059 को अभिवन्दन समर्पण तथा कृष्णप्रसाद चालिसे स्मृति ग्रन्थ लगायतका 3 पुस्तकहरूको सार्वजनिकीकरण समारोहमा प्रमुख आतिथ्य ग्रहण गरी 7 जना इमान्दार पौरखीहरूलाई अभिवन्दना पत्र प्रदान गर्दै 3 पुस्तकहरूलाई सार्वजनिकीकरण गरिदिनु भएकोमा
राज परिषद स्थायी समितिका सम्माननीय सदस्य डाक्टर स्वामी प्रपन्नाचार्यज्यूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ। एकीकृत विकास केन्द्र नेपाल परिवारका पदाधिकारी तथा सदस्यहरू सोमकाजी साक्य, ऋतुकाजी प्रणामी श्रेष्ठ, लीलाबहादुर केसी, श्याम अधिकारी, आरसी बिराई, एकराज दाहाल, गीता अधिकारी, हरिबहादुर जीसी, गोविन्द अधिकारी, मोहन विष्ट, हरिप्रसाद ढुङ्गेल, नोसराज अर्याल, रामचन्द्र अधिकारी र शिशिर शर्माका तर्फबाट अध्यक्ष हरिमन्त्री दिनाङ्क 3 माघ 2049। प्रमुख अतिथिको आसनबाट मन्तव्य व्यक्त नमो सम्मान गर्ने सम्माननीय व्यक्तित्वहरू, मञ्चमुनि उपस्थित श्रद्धावती भक्तिमती आमा दिदीबहिनीहरू, विश्वास स्वरूप मान्यगण्य पुरुषवर्ग तथा युवजन युवतीजन, अहिलेसम्म कोषहरूमा पनि त्यो शब्द आएको छैन। समस्त महानुभावहरूमा आज यस सभामा तपाईँहरू सबैको सहमतिले मलाई प्रमुख अतिथि बनाउनुभयो। विशेष गरेर मैले पनि 2-4 शब्द भन्नुपर्ने, तर मलाई सास फुलिराखेको छैन। आउनै पर्यो, केही त भन्नै पर्यो। उर्दूको एउटा शेर पहिले म तपाईँहरूलाई सुनाउँछु। तपाईँहरूलाई मैले किन सुनाएको भने यो पनि मेरो एउटा प्रेमै हो। प्रेम कई प्रकारका हुन्छ, त्यसमा 2 प्रकारको प्रेम चाहिँ ज्यादै महत्त्वपूर्ण। नारद भक्ति सूत्रमा यो सूत्रै आएको छ। र एउटा जस्तो भए पनि समाज सेवाको प्रेम, यो 2टा प्रेम सर्वोत्तम प्रेम हो। र भगवत भक्तिको प्रेमलाई कसैले आफ्नै स्वार्थको मात्रै मान्नु सक्छ, तर समाज सेवाको प्रेम जो हो त्यसलाई आफ्नै व्यक्तिगत मान्न सकिँदैन। संसार हामीले देखे जति मात्रै होइन, र संसारमा केवल हामी मात्रै छैनौँ। र आज 8 खरबभन्दा बढ्ता जनसङ्ख्या भइसकेको छ विश्वमा। परन्तु तपाईँहरूलाई धेरैलाई आश्चर्य पनि होला, धेरैको लागि छँदै नै छैन। हाम्रो हिन्दू दर्शनमा यो कल्पना मात्रै हो। यहाँ ठुल्ठुला विद्वान प्रोफेसरहरू पनि बस्नुभएको छ, तपाईँहरू बस्नुभएको छ। ठिक छ, तपाईँहरूमा ठुल्ठुला शक्ति भएका बेला देख्दाखेरि आफ्नो ढङ्गको देख्छ। मैले स्वप्न देख्दाखेरि शास्त्रको भित्रको देख्छु, कविताभित्रकै देख्छु, शेरभित्रकै देख्छु, र मेरो स्वप्न अलगै छ संसारमा। त्यसैले मरमर के मुसाफिर ने बसाया है तुझे, रुख सबसे फिरा करके मुख दिखलाया है तुझे, क्यों करने लिपटूं ऐ कबर मैं भी तुझसे, मैंने भी तो ज्ञान दे कर ही पाया है तुझे। जो तपाईँहरूको सामुन्नेमा सुनाएको उर्दूको शेर हो। मेरो हृदयमा म पहिले केही समयसम्म उर्दू पढ्न जान्थेँ, र सर्पाकार अक्षर अलिक पे जिम झाल 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 यसरी पढ्नु पर्थ्यो। केही समयपछि मैले त्यसलाई छोडेँ
जाने आउने मात्रै गर्दा मेरो पढाउने गुरु मुल्ला हुनुहुन्थ्यो, उसले मलाई यी शेरहरू सिकाए सुनाए र म प्रभावित भएँ। मैले यसलाई पढ्ने मात्रै होइन, मैले आफ्नो कालेको क्वाँटे, काले राईको क्वाँटे भन्ने मेरो आफ्नै शेर रचनाहरू पनि छ। त्यो तपाईँहरू सबैमा पुग्नु सकेन होला र मैले त्यति धेरै प्रकाशित पाउँछ, जिउँदैमा पनि सम्मान पाउँछ। सम्मान पाउनु भनेको सर्वसाधारण कुरा होइन। सम्मान एउटा सानो धागाको टुक्रै मात्रै कसैले दियो भने पनि त्यो पनि धेरै महत्त्वपूर्ण हुन्छ। तपाईँ हामीले सुन्दा त अलिकति नराम्रो लाग्ला, धागाको टुक्राको पनि सम्मान हुन्छ र एउटा फुलको थुङ्गा दिएर सम्मान गऱ्यो भने पनि धेरै ठुलो सम्मान हुन्छ त्यो। किनभनेदेखि त्यसले केही गरेको हुनाले त्यसलाई सम्मान मिल्यो, गर्दै नगरेको भए त कसरी मिल्छ र। हाम्रो आजका सम्मानित व्यक्तित्वहरू जो हुनुहुन्छ, उहाँहरूले समाजमा केही गर्नुभएको छ, राष्ट्रमा केही गर्नुभएको छ, केही योगदान दिनुभएको छ, सहयोग गर्नुभएको छ। त्यसैले पौरखीको सम्मान यो संस्थाले सम्मान गर्नुभयो, स्वीकार गर्नु हो, यतदर्थ यहाँहरू सबै धन्यवादको पात्र हुनुहुन्छ। किनकि जो हामीमा भावना हुनु पर्यो राष्ट्र र समाजको लागि, अरूको लागि होइन। व्यक्तिगत व्यक्तिको लागि त सबै छन्, आफूले सोहोर्नु चाहने त सबै छन्, तर आफूले सोहोरेर राखेकोमा पनि मेरो पनि अलिकति यसमा लाग्नुपर्छ, समाजको लागि मेरो पनि राष्ट्रको लागि लाग्नुपर्छ, मेरो पनि यो धर्मको लागि लाग्नुपर्छ, संस्कृतिको रक्षाको लागि लाग्नुपर्छ भनेर लागि पर्ने एकता सद्ग्रस्तहरू पनि ठुलो धन्यवादका पात्र हुनु। उल्टा अर्थ लगाउनुपर्छ। अम्बालामा एक जग्गा मैले प्रवचन गर्दै थिएँ, त्यो प्रवचन एउटा महात्माले एउटा युवकलाई प्रवचन गर्दै अतिथिज्यू, अभिवन्दित महानुभावहरू, मञ्चमा आसीन महानुभावहरू, हाम्रो आग्रहलाई स्वीकार गरी समारोहको गरिमा बढाइदिनु हुन उपस्थित हुनुभएका मेरा मान्यजनहरू, हाम्रो संस्था बनेपामा रहेको हाम्रो संस्था एकीकृत विकास केन्द्र नेपालभित्र समेटिएका हामी साथीहरू इमान्दारीपूर्वक काम त गर्छौँ, तर गर्ने ढङ्ग चाहिँ पुर्याउँदैनौँ। हामी जे गर्छौँ हृदयदेखि नै गर्छौँ, तर त्यो कामलाई कसरी प्रस्तुत गर्ने हो त्यो चाहिँ हामी जान्दैनौँ। हाम्रो संस्थाबाट यसभन्दा अगाडि गरिएका कार्यक्रमहरू जस्तै यो कार्यक्रम पनि हामीले इमान्दारीपूर्वक तर नजानी गरेका हौँ। त्यसैले कार्यक्रममा भएका यावत त्रुटिहरूका लागि संस्थाका सम्पूर्ण साथीहरू यहाँहरू समक्ष क्षमा याचना गर्दछौँ। उहाँहरूप्रति हामी आभार प्रकट गर्दछौँ। राज परिषद स्थायी समितिका सम्माननीय सदस्य डाक्टर स्वामी प्रपन्नाचार्यज्यूले हाम्रो समारोहको प्रमुख आतिथ्य ग्रहण गरिदिनुभयो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सभापति तारानाथ दाहाल, साहित्यकार तथा प्राध्यापक भट्टराज भट्टराई र समालोचक तथा गीतकार कृष्णहरि बराल वक्ताका रूपमा उपस्थित भइदिनु भयो। उहाँहरूप्रति हामी कृतज्ञता व्यक्त गर्दछौँ। चालिसे, घनेश्वर दास कलेकार, किरण विक्रम थापा, पुष्पलता आचार्य, हरिगोपाल प्रधान, आरके धर्मस्थली र मणिराज कायस्थले समारोहमा उपस्थित भई एकीकृत पौरख सम्मान 2059 को अभिवन्दना सहर्ष ग्रहण गरिदिनु भएकोमा हामी उहाँहरूप्रति हार्दिक रूपमा कृतज्ञ छौँ। अभिवन्दित पौरखीहरूलाई इमान्दारीपूर्ण पौरख कार्यमा आत्मबल प्रदान गराउने सानु चालिसे, शान्ता राजगणकार, सुवर्णलता थापा, देवी नेउपाने, राधा प्रधान र सरोजा देवी कायस्थले उपहार ग्रहण गरिदिनु भएकोमा र हाम्रो कार्यक्रममा उपस्थित भई नेपाल सुनचाँदी व्यवसायी सङ्घ काभ्रे शाखा बनेपा भ्याली बोर्डिङ स्कुल, युगला प्रकाशन, श्री कृष्ण प्रणामी युवा परिषद बनेपा, रानीपानी ग्राम सेवा केन्द्र रानीपानी काभ्रे र एबी सेक्रेटरियल एन्ड प्रिन्टर्स बाग बजार काठमाडौँले आफ्ना तर्फबाट उपहारहरू प्रदान गरिदिनु भएकोमा उहाँहरूप्रति हामी आभार व्यक्त गर्दछौँ। पूर्ण महानुभावहरूप्रति पनि हृदयदेखि कृतज्ञता व्यक्त गर्दछौँ। हाम्रा आगामी कार्यक्रमहरूमा पनि यहाँहरू सबैबाट यस्तै सहयोग भइरहनेछ भन्ने आशा हामीले राखेका छौँ। आजको
समारोह समाप्त भइसकेको हुनाले अब जलपान गर्ने स्थलतर्फ लाग्न सबैमा आग्रह गर्छौँ। धन्यवाद। अमृत खोलेन खाने भाइ यता यो प्राकृतिक खाजा अमृत खोलेन